टिकटक आइडी खोलेको 3 महिनामा 50,000 भन्दा बढी फलोअर पुगेको छ मेरो यो टिकटकमा। मलाई छोटो समयमा विश्वास गरेर मसँग जोडिनु हुने तपाईहरु सबैलाई मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मैले केही समय पहिला आइडी गिभअवे अर्थात जापानको टिकटक आइडी 5 वटा टिकटक आइडी मैले गिभअवे गर्दैछु भनेर एउटा भिडियो हालेको थिए र त्यो भिडियोमा केही नियमहरु पनि बताएको थिए। त्यही नियम अनुसार पुरा गरेर धेरै जना मसँग फेसबुकमा पनि जोडिनु भएको छ, टिकटकमा पनि मेसेज गर्नु भएको छ। मैले कसैलाई पनि रिप्लाई गर्न सकिरहेको छैन किनभने अहिले मेरो समय तालिका मिलिरहेको छैन, एकदमै व्यस्त भएर हो। अब केही दिनपछि मैले सबै जनालाई रिप्लाई गर्नेछु। रिप्लाई ढिलो हुन गएकोमा म फेरि पनि क्षमा चाहन्छु, माफ गर्नु होला, नरिसाउनु होला। तपाईहरु सबै जनाले धैर्य गर्नु भएको छ, तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने म फेरि पनि भन्छु, भाग्यशाली 5 जनाले टिकटक आइडी पाउनु नै हुनेछ भने तपाईहरु मध्ये जो पनि पढ्न सक्नुहुन्छ, म त्यसको रिजल्टको भिडियो छिटै नै ल्याउने छु। जसले मेसेज गर्नु भएको छ उहाँहरुसँग मैले अब केही दिनमा सबैलाई रिप्लाई गरेर सबैलाई कुराहरु गर्ने छु र त्यो मध्ये हाम्रो टिमले छनौट गरेका 5 जनाले टिकटक आइडी पाउनु हुनेछ।